प्लिज क्लियर हुनुहोस्, हिसाब कुन भाषाको हिसाब बुझाउनु भन्नु पर्यो है। अबको एक हप्ता 10 दिनमा समाचारमा आउँछ। हस् थ्याङ्क यू इन्सुरेन्स नभइकन त्यसो भए तपाईँहरू सुन्नु सर प्लिज क्लियर गराइदिनुहोस् इन्सुरेन्स क्लेम दोहोरो हुँदैन कुनै पनि हालतमा हुँदैन चाहे तपाईँले 5 ठाउँमा इन्सुरेन्स गर्नुहोस् तर इन्सुरेन्स क्लेम एक ठाउँबाट मात्रै हुन्छ होइन अनि हामीले पठाएको इन्सुरेन्स क्लेम गर्ने कि हामीले इन्सुरेन्स क्लेम गर्ने त यदि तपाईँहरूको इन्सुरेन्समा लगानी भइरहेछ भने त्यो लगानी चाहिँ राइडरको लागि भनेर छुट्टै कोष बनाएर तत्काल राहतको रूपमा प्रयोग हुने कोष किन बनाउनु हुन्न तर आज इन्ड्राइभको प्रोग्राम भइरहेको थियो होइन हजुरले चाहिँ अनि कस्तो लाग्यो प्रोग्राम चाहिँ कति कुरा राख्न पाउनु भयो कि सबै कुराहरू राख्न पाएँ हामीलाई हाम्रो राइडरको व्यथा होइन हामीलाई गाह्रो परेको यो अप्ठ्यारो परेको कुराहरू चाहिँ इन्ड्राइभले सुनिदिएकोमा यसको लागि धन्यवाद दिन चाहन्छु कार्यान्वयन हुन्छ कि हुँदैन तर आशा गरौँ होइन आशा त अब प्रोसेस गर्ने हो त्यसपछि भएन भने फेरि जवाब दिने हो फेरि भन्ने हो बोल्ने हो होइन गरिरहनु पऱ्यो नि भागेर त काम छैन नि त होइन